सानो अति सुन्दर तर डरलाग्दो स्थान पाल्पाको भूत खोला। प्रति व्यक्ति कति हुआ? 20 रुपियाँ। पाल्पा बुटोल सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर 3 मा रहेको यो स्थान भूत खोलाको नामले परिचित छ। अत्यन्त सुन्दर र रहस्यमय रहेकाले पनि यो ठाउँ सडक प्रयोग गर्ने पर्यटकहरूको रोजाइमा पर्छ। अत्यन्त सुन्दर छ, जति सुन्दर छ त्यति नै खतरनाक र जोखिमपूर्ण पनि छ। भनिन्छ यहाँको दहमा डुबेर वर्षेनी मानिसहरूको मृत्यु हुने गरेको छ। पर्यटकहरूका लागि निर्देशनात्मक बोर्डहरू लगाइए तापनि पर्यटकहरूको लापरवाहीका कारणले गर्दा मानिसहरू दहमा डुब्ने गरेका छन्। यसमा अहिलेसम्म 30 देखि 40 जनासम्म मानिसहरूको मृत्यु भइसकेको भन्ने सुनिन्छ र प्राय डुब्ने मान्छेहरू यस स्थानभन्दा बाहिरका अथवा भारतीय नागरिकहरू जसलाई यसको वस्तुस्थितिको बारेमा त्यति राम्रोसँग थाहा हुँदैन, जसको कारणले गर्दा उनीहरू लापरवाही गर्न पुग्छन् र यसको किनारमा फोटो खिच्ने अथवा पौडी खेल्ने जस्ता क्रियाकलापहरू गर्दाखेरि चिप्लिएर लड्ने र पानीमा डुबेर मर्ने गरेका घटनाहरू प्राय सुन्ने गरिन्छ। र तपाईँ पनि यदि यो स्थानको भ्रमण गर्दै हुनुहुन्छ भने अवश्य यो ठाउँमा घुम्नुहोला र यहाँ अपनाउनु पर्ने जुन सावधानीहरू छ त्यो सावधानीहरू चाहिँ अवश्य अपनाउनुहोला।